हेलो गाइज वेलकम छ आजको मेरो नयाँ भिडियोमा। मैले चाहिँ आज क्लास 12 को कोरिलेसन एन्ड रिग्रेसन भन्ने टपिक भित्रको पनि रिग्रेसन भन्ने च्याप्टरलाई रिग्रेसन भन्ने एउटा टपिकलाई चाहिँ तपाईँहरूको सामु ल्याइसकेको छु। यदि तपाईँहरूलाई यो रिग्रेसन भन्ने टपिक आउँदैन भने मलाई मात्र 10-15 मिनेट दिनुस्। मलाई धेरै चाहिँदैन, मात्रै 10-15 मिनेट दिनुस्। मैले बुझाएको हरेक कुरालाई तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले यहाँबाट चाहिँ 100% स्योर क्वेसनहरू चाहिँ एक्जाममा मिलाएर आउन सक्नुहुन्छ है त। ल अब सुरु गरौँ है त आजको यो नयाँ च्याप्टर। अब यो च्याप्टरमा चाहिँ तपाईँहरूले यति फर्मुला चाहिँ याद गर्नुपर्ने हुन्छ। यो यति फर्मुला याद गर्नुभयो भने तपाईँहरूले चाहिँ यो च्याप्टरबाट आउने क्वेसनहरू चाहिँ मजाले सल्भ गर्न सक्नुहुन्छ है त। यहाँ धेरै यो फर्मुलाहरू चाहिँ धेरै गाह्रो छैन, तपाईँहरूले बुझ्नुभयो भने चाहिँ मजाले यो फर्मुलाहरूलाई चाहिँ याद गर्न सक्नुहुन्छ। अझ त्यो माथि पनि तपाईँहरूले यो एउटा फर्मुलालाई मात्रै मजाले बुझ्नुभयो भने यो फर्मुला आफै नै आउँछ क्या। यो फर्मुलालाई मात्रै मजाले बुझ्नुभयो भने यो फर्मुला तपाईँलाई आफै नै आउँछ है। यो कन्ठ गरेर बस्नै पर्दैन, फर्मुला भनेको बुझ्ने कुरा है त। ल अब हेरौँ। अब हिजोको कोरिलेसनमा चाहिँ मैले तपाईँहरूलाई चाहिँ यस्तो यो रिग्रेसन इक्वेसनहरूको बारेमा क्वेसन दिएको थिइनँ, किनभने त्यसमा यस्तो क्वेसनहरू आउँदैन। यस्तो क्वेसन चाहिँ रिग्रेसन इक्वेसन निकाल भन्ने बित्तिकै त्यो चाहिँ रिग्रेसनको क्वेसनहरू हुन्छ है। रिग्रेसन इक्वेसन निकाल, अनि त्यसपछिबाट अर्को सप्लाई एन्ड प्राइस भनेको चाहिँ यति छ, कुनै पनि एउटा कमोडिटीको सप्लाई र प्राइस भनेको चाहिँ यति छ, र अब यहाँ दिएको डाटाबाट चाहिँ तिमीले सप्लाई र प्राइस निकाल भनेर आउँछ भने त्यो चाहिँ रिग्रेसनको क्वेसन भनेर तपाईँहरूले बुझ्न सक्नुहुन्छ है। ल अब म तपाईँहरूलाई चाहिँ फर्मुला बुझाउनुतर्फ लाग्छु। पहिला सुरुमा यो फर्मुला बुझौँ। यो फर्मुला बुझ्नुभयो भने तपाईँले यो फर्मुला आफै अटोमेटिकली आफै बुझ्नुहुन्छ है त। ल हेर्नुहोस्, अब पहिला सुरुमा रिग्रेसन इक्वेसन अफ के भनिएको छ त? रिग्रेसन इक्वेसन अफ यहाँ के भनिएको छ त? एक्स अन वाइ भनेर भनिएको छ है। अब यहाँ वाइबाट सुरु भएको छ भने यहाँ पनि वाइबाटै सुरु हुन्छ र एक्सबाट के हुन्छ त? इन्डिङ हुन्छ है। सुन्नुहोस्, वाइबाट सुरुवात भएको छ भने वाइबाटै सुरुवात हुन्छ, एक्सबाट इन्डिङ हुन्छ। यदि एक्सबाट सुरुवात भएर वाइमा गएर इन्डिङ भएको छ भने फर्मुला पनि एक्सबाट सुरु भएर वाइमा गएर के हुन्छ त? इन्डिङ हुन्छ है त। ल अब यहाँनिरबाट यो भनेको वाइ माइनस वाइ बार। यो वाइ बार भनेको चाहिँ के हो त? यो वाइ बार भनेको चाहिँ मिन हो है, जुन समेसन वाइ बाई एन, जुन चाहिँ हामीले यो फर्मुला लाएर निकाल्छौँ है त। यो मिनलाई चाहिँ हामी यो फर्मुला लाएर निकाल्छौँ है। अनि एक्स मिन चाहिँ के गरेर निकाल्छौँ त? समेसन एक्स बाई एन भनेर निकाल्छौँ है। यो पनि हाम्रो मिन हो है त। ल अब समेसन यो वाइ बार निकाल्न आइसकेपछि अर्को के छ त? बी वाइ एक्स। अब यहाँनिर वाइ अगाडि छ त्यही भएर यो वाइ पनि अगाडि नै हुन्छ, एक्स लास्टमा छ त्यही भएर यो एक्स पनि लास्टमै हुन्छ। त्यसै गरेर लास्टमा एक्समा गएर इन्डिङ भएको छ नि त होइन हो, त्यही भएर यो पनि केमा गएर इन्डिङ हुन्छ त? एक्समा गएर इन्डिङ हुन्छ है त। अब त्यसै गरेर यहाँनिर एक्स अन वाइ भन्यो भने के हुन्छ त? एक्सबाट स्टार्टिङ हुन्छ र वाइमा गएर इन्डिङ हुन्छ, र यहाँनिर चाहिँ के हुन्छ त? एक्स पहिला आउँछ त्यसपछि वाइ आउँछ, हो कि होइन? ल अब यति बुझ्नु भइसकेपछि तपाईँहरूले यो बुझ्नु पर्यो है, यो बुझ्नु पर्यो। यो चाहिँ के हो त? यो बिवाइएक्स निकाल्ने फर्मुला क्या। बिवाइएक्स र बिएक्सवाई निकाल्ने फर्मुला हो। अब बिवाइएक्स निकाल्ने फर्मुला चाहिँ कोरिलेसनसँगै अलिअलि मिल्न जान्छ, धेरै अलिअलि मिल्न जान्छ, र यो बिएक्सवाई निकाल्ने फर्मुला पनि अलिअलि मिल्न जान्छ है त। कसरी मिल्न जान्छ भने जुन यो माथि लेखिएको फर्मुला थियो त्यो चाहिँ जुन यो माथि लेखिएको छ त यो त एन इन्टु समेसन एक्स वाइ माइनस समेसन एक्स इन्टु समेसन वाइ, यो चाहिँ हामीले कोरिलेसनमा पनि लेखेको थियौँ क्या। कोरिलेसनमा कोफिसियन्ट अफ कोरिलेसन निकाल्ने बेलामा पनि माथिपट्टि यही नै लेखेको थियो है। तलपट्टि चाहिँ के लेखेको थियो त? रुट अन्डर एन इन्टु समेसन एक्स स्क्वायर माइनस समेसन एक्सको होल स्क्वायर इन्टु फेरि रुट अन्डर एन इन्टु समेसन वाइको होल स्क्वायर माइनस समेसन वाइको स्क्वायर माइनस समेसन वाइको होल स्क्वायर भनेर लेखेका थियौँ। अब यहाँनिर चाहिँ के हो त? माथि चाहिँ दुइटैमा सेम हो, मुनि चाहिँ के फरक हुन्छ त? समेसन एक्स स्क्वायर आउँछ। यो वाइ अगाडि भएको बेलामा चाहिँ मुनिपट्टि समेसन एक्स स्क्वायर आउँछ, र अगाडिपट्टि एक्स भएको बेलामा मुनिपट्टि चाहिँ के आउँछ त? समेसन वाइ स्क्वायर आउँछ है। ल अब हिजो हामीले जसरी कोरिलेसनमा यो फर्मुलाबाट कोलुम बनाएको थियौँ त्यसरी नै रिग्रेसनमा पनि हामीले यही फर्मुला अनुसार चाहिँ के गर्छौँ त? कोलुम बनाउने गर्छौँ है। र यो फर्मुला पनि कुनै कुनै ठाउँमा चाहिँ युज गर्नुपर्ने हुन्छ, त्यसैले यो फर्मुला पनि याद गर्नु होला है त। बिएक्सवाई इन्टु बिवाइएक्स गऱ्यो भने चाहिँ रिग्रेसन कोफिसियन्ट निस्किन्छ है। ल यो आर भनेको चाहिँ रिग्रेसन कोफिसियन्ट हो है। यहाँ चाहिँ यो आर भनेको चाहिँ के हो त? रिग्रेसन कोफिसियन्ट हो है त। ल अब तपाईँहरूले मैले यति बुझाएको कुराहरूलाई मजाले सुन्नुभएको छ भने जुन यो तपाईँहरूको एक्सर्साइज बुकमा भएको एक्सर्साइजहरू छ त्यो चाहिँ तपाईँले मजाले गर्न सक्नुहुन्छ है त। ल अब यसपछिबाट चाहिँ म के गर्न चाहन्छु भने एउटा
इक्जाम्पल सल्भ गरिदिन चाहन्छु। त्यो इक्जाम्पलबाट चाहिँ तपाईँहरू अझै मजाले क्लियर हुनेवालामा छ। त्यसैले अब म चाहिँ इक्जाम्पलतर्फ लागेँ है त। ल यहाँसम्म बुझ्नुभयो भने तपाईँले अब यो च्याप्टरबाट चाहिँ मजाले गर्न सक्नुहुन्छ। ल अब एउटा एक्सर्साइज हेरौँ, एउटा इक्जाम्पल हेरौँ, एउटा क्वेसन सल्भ गर्दैछु म। अनि यहाँनिर हिजो कोरिलेसनमा एउटा क्वेसन सल्भ गर्ने बित्तिकै सबै क्वेसन अटोमेटिकली आफै सल्भ भएको थियो नि हो। त्यसो गरेर यहाँ पनि मैले एउटा क्वेसन सल्भ गर्ने बित्तिकै अटोमेटिकली अरू क्वेसनहरू आफै सल्भ हुन्छ। किनभने त्यहाँ गर्ने प्रोसेस के हो त, सेम हो। मैले सुरुमा अहिले जुन कोलम बनाएँ अरू क्वेसनमा पनि त्यही कोलम बनाउने हो। नम्बर मात्र के हुन्छ, एक्सचेन्ज भएको हुन्छ है त। त्यसैले चाहिँ मैले एउटा मात्र है यो कोरिलेसन र रिग्रेसनमा चाहिँ एउटा क्वेसन मात्र सल्भ गरिदिएको छु है त। अब यो रिग्रेसनमा चाहिँ दुईवटा टाइपको क्वेसन चाहिँ, कतिवटा टाइप्सको हुन्छ त, टु टाइप्स अफ क्वेसन हुन्छ। टु टाइप्स अफ क्वेसन, टु टाइप्स अफ क्वेसन कस्तो के हो त यो टु टाइप अफ क्वेसन भनेको? एउटा चाहिँ कस्तो हुन्छ नि, तपाईँलाई दुईवटा इक्वेसन दिएको हुन्छ। त्यो इक्वेसनबाट चाहिँ तपाईँहरूलाई चाहिँ मिन निकाल अथवा रिग्रेसन कोफिसिएन्ट निकाल, रिग्रेसन इक्वेसन निकाल भनेर भनिएको हुन्छ। अनि अर्को चाहिँ के हुन्छ त, हिजोको जस्तै बक्साहरू दिएको हुन्छ र त्यही बक्सा अनुसार चाहिँ तपाईँले रिग्रेसन कोफिसिएन्ट अथवा रिग्रेसन इक्वेसन चाहिँ निकाल्न पर्ने हुन्छ है। अब कुन चाहिँ रिग्रेसन इक्वेसन निकाल्ने त, वाइ अन एक्स वाला रिग्रेसन इक्वेसन निकाल्ने कि एक्स अन वाइ वाला चाहिँ रिग्रेसन इक्वेसन निकाल्ने भनेर चाहिँ तपाईँहरूलाई क्वेसनमै भनिदिएको हुनुहुन्छ। फाइन्ड द रिग्रेसन इक्वेसन अफ एक्स अन वाइ अथवा वाइ अन एक्स फर द फलोइङ डाटा भनेर चाहिँ क्वेसनमै भनिदिएको हुन्छ है। ल कोरिलेसनमा चाहिँ एउटा मात्र टाइपको क्वेसन हुन्छ बक्सावाला, त्यसमा चाहिँ इक्वेसन भएकोवाला आउँदैन। र म यो भिडियोमा चाहिँ दुईटै टाइपको क्वेसन गरिदिनेवालामा छु। एउटा इक्वेसन भएकोवाला पनि गरिदिनेछु र अर्को चाहिँ बक्सा भएकोवाला पनि गरिदिनेछु है त। इक्जामको पोइन्ट अफ भ्यूबाट चाहिँ दुईटै अलिक इम्पोर्टेन्ट नै छ है। दुईटामा कुन चाहिँ आउन सक्दैन भन्नै सकिँदैन, दुईटामा जुन पनि आउन सक्छ। इक्वेसन भएकोवाला पनि आउन सक्छ र बक्सावाला पनि आउन सक्छ। बक्सावाला आयो भने चाहिँ तपाईँलाई चिट्ठा पऱ्यो, एकदमै सजिलोवाला हुन्छ। इक्वेसनवाला पनि हुन त सजिलो हुन्छ, तर अलिकति तपाईँलाई चाहिँ अलिकति चाहिँ टफ लाग्न सक्छ क्या बक्सावाला हेरिकन है। छन् चाहिँ दुईटै सजिलो छ, म दुईटैलाई एकदमै सजिलो तरिकामा बुझाइदिन्छु, तपाईँहरूले मजाले बुझ्नुहुन्छ है त। ल अब हेरौँ क्वेसन है त। एक्स वाइ क्वेसन चाहिँ के छ भने, फाइन्ड द रिग्रेसन इक्वेसन वाइ अन एक्स फर द फलोइङ डाटा। रिग्रेसन इक्वेसन वाइ अन एक्सको चाहिँ रिग्रेसन इक्वेसन निकाल्न पर्यो। तल दिएको डाटा अनुसार चाहिँ वाइ अन एक्सको रिग्रेसन इक्वेसन निकाल्न पर्यो है त। अब फर्मुला हामीलाई याद छँदैछ, वाइ अन एक्स भनेको छ वाइबाट स्टार्टिङ भएको छ, एक्समा गएर इन्डिङ भएको छ। यसको फर्मुला के हो त, वाइबाटै स्टार्टिङ हुन्छ र एक्समा गएर चाहिँ के हुन्छ त, इन्डिङ हुन्छ है। अब यहाँनिर फेरि यो बिवाई एक्स निकाल्ने फर्मुला के छ त, एन इन्टु समेसन एक्स माइनस समेसन एक्स इन्टु समेसन वाइ डिभाइडेड बाई। अब हिजो चाहिँ कोरिलेसनमा चाहिँ रुट अन्डर पनि थियो, तर यसमा चाहिँ के हुँदैन त, रुट चाहिँ हुँदैन है। एन इन्टु समेसन एक्स स्क्वायर माइनस समेसन एक्स हो होल स्क्वायर, यहाँनिर रुट आउँदैन। र यो एनको भ्यालु जे हुन्छ नि, यो एनको भ्यालु पनि त्यही नै हुन्छ। र हिजो हामीले समेसन एक्स स्क्वायर जसरी निकालेको थियौँ, रिग्रेसनमा पनि त्यसरी नै निकाल्छौँ। त्यसै गरेर समेसन एक्स वाइ जसरी निकालेको थियौँ, यो रिग्रेसनमा पनि त्यसरी नै निकाल्छौँ है। समेसन एक्स र समेसन वाइ निकाल्ने प्रोसेस पनि सेम नै हो, हिजोकै प्रोसेस हो। र यो एन निकाल्ने प्रोसेस पनि हिजोकै प्रोसेस हो। यहाँ मात्र अलिकति फर्मुला मात्रै चेन्ज भएको हो। त्यो फर्मुला चाहिँ कसरी युज गर्ने भनेर म तपाईँहरूलाई सिकाउँछु है त। ल हेर्नुहोस्, भनेपछि हामीलाई फर्मुला अनुसार के चाहिन्छ त, एउटा एक्स र वाइ चाहिन्छ, अर्को एक्स वाइ चाहिन्छ र अर्को चाहिँ के चाहिन्छ त, एक्स स्क्वायर चाहिन्छ। यहाँनिर हामीलाई वाइ स्क्वायर चाहिँदैन, त्यही भएर तपाईँहरूले चाहिँ वाइ स्क्वायर निकालिराख्नु पर्दैन है त। ल 5 7 9 10 11 त्यसपछिबाट 1 2 3 4 5 1 2 3 4 5। अब यो दुईटालाई मल्टिप्लाई गरेपछि एक्स वाइ निस्किन्छ। 5 1 5 7 2 14 9 2 27 9 27 10 4 40 11 5 55। अब यसको स्क्वायर राखिदिनुहोस्, 5 को स्क्वायर 25, 7 को स्क्वायर 49, 9 को स्क्वायर 81, 10 को स्क्वायर 100, 11 को स्क्वायर 121। निकाल्नुहोस् समेसन एक्स समेसन वाइ समेसन एक्स वाइ समेसन एक्स स्क्वायर। समेसन एक्स निकाल्ने प्रोसेस के हो त, त्यो सबैलाई जोडिदिने है। के गर्ने हो त, त्यो सबैलाई जोडिदिने। जोडिदिउँ 5 + 7 + 9 + 10 + 11 गर्दाखेरि कति आउँछ त, 42 आउँछ है। 1 + 2 + 3 + 4 + 5 गर्दाखेरि कति आउँछ त, 15 आउँछ। 5 + 12 + कति त 27 + 40 + 55 गर्दा चाहिँ कति आउँछ त, 139 आउँछ।
त्यसै गरेर 25 प्लस 49 प्लस 81 प्लस 100 प्लस 121 गर्दाखेरि चाहिँ कति आउँछ त 376 आउँछ है त। ल नाउ हामीले निकाल्न पनि के हो त रिग्रेसन इक्वेसन y अन x चाहिँ हामीले निकाल्न पर्ने हो कि हैन भनेपछि हामी कुन फर्मुला युज गर्छौं त y माइनस y बार इक्वल्स टु b y x y बाट स्टार्टिङ भएको छ त्यही भएर यहाँ पनि सुरुमा y नै आउँछ र x बाट इन्डिङ भएको छ त्यही भएर यहाँ पनि के हुन्छ त इन्डिङमा x नै हुन्छ है ब्र्याकेट x माइनस x बार। मैले तपाईहरुलाई अघि नै भनिसके यो y भनेको के हो त मिन हो त्यसै गरेर यो x भनेको के हो त यो पनि मिन हो है यो पनि के हो त मिन हो। अब निकालौं अब ल अब हामीलाई पहिला सुरुमा चाहिँ के निकाल्छौं त हामी byx को भ्यालु निकाल्छौं bxy को भ्यालु के हो त हाम्रो n into summation xy minus summation x into summation y divided by n into summation x square minus summation x को होल स्क्वायर। यहाँ y बाट स्टार्टिङ भएको छ त्यही भएर लास्टमा चाहिँ के आउँछ त x आउँछ है। ल अब यति गरिसकेपछि मैले माथिको एकछिनलाई मेल दिएँ। अब यति गरिसकेपछि के गर्नु पर्यो त भ्यालु राखिदिनु पर्यो। अब यहाँनिर हामीसँग n कतिवटा थियो त 1 2 3 4 5 1 2 3 4 5 वटा थियो त्यही भएर n को ठाउँमा हामी कति राख्छौं त 5 राख्छौं है त। ल भनेपछि 5 इन्टु समेसन xy कति आएको त हाम्रो 139 हो त्यसपछि गएर माइनस समेसन x कति आएको त 42 इन्टु समेसन y कति आएको थियो 15 आएको थियो डिवाइडेड बाइ फेरि n भनेको कति 5 इन्टु समेसन x स्क्वायर भनेको कति त 376 माइनस समेसन x भनेको कति 42 भनेपछि 42 को होल स्क्वायर लेख्न पाइयो पाइयो। यहाँ मैले केही गरेको छैन है केही गरेको छैन भ्यालु मात्र राखिदिएको छु n को ठाउँमा 5 राखिदिए समेसन xy को ठाउँमा 139 राखिदिए समेसन x को ठाउँमा 42 समेसन y को ठाउँमा 15 त्यसैगरी समेसन x को ठाउँमा 42 को होल स्क्वायर भयो समेसन x स्क्वायर ठाउँमा 376 र यो n को ठाउँमा चाहिँ कति आयो त 5 आयो है। ल अब यसपछिबाट मैले यो पनि मेल दिएँ यो पनि यसको पनि हामीलाई जरुरत छैन खासै। अब गर्नुस् क्याल्कुलेट अब 5 इन्टु 139 भने कति हो त 695 माइनस 42 इन्टु 15 भने कति हो त 630 डिवाइडेड बाइ 5 इन्टु 376 भनेको 1880 माइनस 42 को होल स्क्वायर भनेको कति हो त 1764 यो दुईटालाई घटाइदिनुस् 695 माइनस 630 गर्दाखेरि 65 डिवाइडेड बाइ 180 माइनस 1764 गर्दाखेरि 116 अब यसलाई डिवाइड गर्दाखेरि कति आउँछ त 65 डिवाइड बाइ 116 गर्दाखेरि 0.56 मात्र लेखेँ है त मैले यति मात्र लेखेँ है त। ल अब हाम्रो यो के को भ्यालु निस्कियो त byx को भ्यालु निस्कियो हामीलाई byx को भ्यालु मात्र निस्केर पुग्यो त पुगेन नि हामीलाई त y यो y को मिन र x को मिन पनि चाहिन्छ अब निकाल्नु त्यो दुईटा पनि हामी निकाल्छौं। ल अगेन मिन निकाल्ने फर्मुला के हो त y मिन भनेको समेसन y डिवाइडेड बाइ n। अब हाम्रो अहिले समेसन y कति निस्केको थियो त 1 प्लस 2 प्लस 3 प्लस 4 प्लस 5 गर्दाखेरि 15 डिवाइडेड बाइ 5 यो भनेको 3 त्यसैगरी हामीलाई x को मिन पनि चाहिन्छ भनेपछि यो भनेको समेसन x डिवाइडेड बाइ n समेसन x भनेको कति निस्केको थियो त हाम्रो समेसन x भनेको चाहिँ 42 निस्केको थियो डिवाइडेड बाइ 5 गर्दाखेरि कति आउँछ त 42 डिवाइडेड बाइ 5 गर्दाखेरि 8.4 आउँछ। यहाँसम्म सक्यो अब फेरि हामी के गर्छौं भ्यालु मात्र राखिदिन्छौं बुझ्नुभयो कि मैन। अब हामी फेरि के गर्छौं त भ्यालु मात्र राखिदिन्छौं अरु केही नै गर्दैनौं है भ्यालु मात्र राखिदिने काम हो फेरि अगेन अब y माइनस y बार इक्वल्स टु byx ब्र्याकेट x माइनस x बार यो हाम्रो फर्मुला नै भयो। अब y को ठाउँमा के छ त छैन त्यही भएर y को y नै माइनस मिन हामीले कति निकालेको थियौं 3 इक्वल्स टु byx कति निकालेको थियौं 0.56 ब्र्याकेट x छ त छैन माइनस x को ठाउँमा कति निकालेको हामीले 8.4 यो मिन त हामीले 8.4 निकाल्यो हो नि त हैन। अब ब्र्याकेट खोल्दियौ यो भनेको y माइनस 3 इक्वल्स टु अब यो दुईटा त योले यो दुईटालाई मल्टिप्लाई गर्न पर्यो। अब यहाँनिर के नभएपछि 1 हुन्छ कि हुँदैन अगाडि हुन्छ भनेपछि 1 इन्टु 0.56 भनेको 0.56 x माइनस अब यहाँनिर यो 0.56 इन्टु 8.4 भनेको कति हो त 0.56 यो भनेको हाम्रो 4.704 हो
यो 3 यतापट्टि के भएर छ माइनस भएर छ, उतापट्टि जाँदा के भएर जान्छ प्लस भएर जान्छ। हामीलाई बेसिक रुल थाहा छ हैन, प्लस उतापट्टि जाँदाखेरि माइनस भएर जान्छ, माइनस उतापट्टि जाँदाखेरि प्लस भएर जान्छ, मल्टिप्लाई उता जाँदाखेरि डिभाइड भएर जान्छ र डिभाइड उतापट्टि जाँदाखेरि मल्टिप्लाई भएर जान्छ। हामीले यही रुल लाउँछौँ है यतापट्टि y इक्वल्स टु 0.56x माइनस 4.704 प्लस 3 यो गर्दाखेरि कति आउँछ त y भनेको 0.56x माइनस, किन माइनस किनभने माइनसको साइन ठुलो छ त्यही भएर माइनस, यो भनेको कति आयो त 1.704 भनेपछि हाम्रो रिग्रेसन इक्वेसन y अन x भनेको चाहिँ कति रहेछ त 0.56x माइनस 1.704 रहेछ है। अब यति गरिसकेपछि तपाईँहरूलाई क्वेसन मार्कको पनि के दिएको हुन्छ भने इफ x इक्वल्स टु 6 7 8 9 10 जति पनि दिएको हुन्छ है, इफ x भ्यालु चाहिँ जति पनि दिएको हुन्छ 1 देखि 100,000 जति पनि दिएको हुन सक्छ, त्यो दिएको x को भ्यालु दिएको बेलामा चाहिँ के गर्ने त यहाँनिर जुन यो इक्वेसन छ यो इक्वेसनमा चाहिँ हामी के गर्छौँ त x को भ्यालुलाई लगेर राखिदिन्छौँ है। ल जस्तो अहिले क्वेसनको लागि चाहिँ के भनेको छ त अल्सो एस्टिमेट द भ्यालु अफ y when x इक्वल्स टु 6 भनेको छ। यदि x भनेको चाहिँ 6 छ भने y को भ्यालु चाहिँ कति हुन्छ निकाल भनेको छ। ल राख्दिउँ 0.56 into 6 minus 1.704 गरौँ मल्टिप्लाई कति त 6 into 0.56 त्यो भनेको कति आउँछ त 3.36 minus 1.704 घटाइदिउँ minus 1.704 यो गर्दाखेरि कति आयो त 1.656 भनेपछि हाम्रो x को भ्यालु 6 हुँदाखेरि चाहिँ y को भ्यालु चाहिँ कति हुँदो रहेछ त y को भ्यालु चाहिँ 1.656 भन्छौँ। लास्टमा 656 भनेर कहिले पनि भन्दैनौँ, एउटा डिजिटलाई छुट्टा छुट्टै हामी प्रोनाउन्सिएसन गर्छौँ 656 1.656 चाहिँ के रहेछ त y को भ्यालु रहेछ। ल अब बाँकी सबै क्वेसनलाई यसरी नै गर्ने हो, फर्मुला मात्रै फरक हुन्छ। फर्मुला के फरक हुन्छ त x अन y भन्ने बेलामा चाहिँ के हुन्छ त अब यहाँनिर x आइदिन्छ यसरी, यहाँनिर x हुन्छ यो y हुन्छ र यो पनि y हुन्छ, x बाट स्टार्टिङ हुन्छ र y मा गएर इन्डिङ हुन्छ र लास्टमा यो bxy निकाल्ने फर्मुला अलिकति फरक हुन्छ। कहाँनिर फरक हुन्छ त मुनिपट्टि हामीले जुन n डट n इन्टु समेसन x स्क्वायरको ठाउँमा चाहिँ अब समेसन y स्क्वायर माइनस समेसन y को होल स्क्वायर भनेर आउँछ है त। अब चाहिँ मुनिपट्टि रिग्रेसन इक्वेसन x अन y निकाल्ने बेलामा चाहिँ है त। ल अब यति गर्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ मजाले 5 मार्क्स कमाउन सक्नुहुन्छ। र अब यस्तो खालको क्वेसन चाहिँ तपाईँहरूले अझै प्र्याक्टिस गर्नुपर्ने हुन्छ, मजाले प्र्याक्टिस गर्नुहोस्। यदि तपाईँहरूले केही बुझ्नुभएको छैन भने अथवा केही डाउट केही कन्फ्युजन छ भने मलाई चाहिँ तपाईँहरूले सोसियल मिडियामा फलो गरेर मजाले चाहिँ के गर्न सक्नुहुन्छ त आफ्नो डाउटहरू चाहिँ क्लियर गर्न सक्नुहुन्छ है त। ल अब यो भिडियो चाहिँ मेरो अझै पनि बाँकी नै छ। अब चाहिँ म तपाईँहरूलाई यहाँनिर एउटा इक्वेसनवाला क्वेसन एउटा सल्भ गरिदिन्छु र त्यो इक्वेसनवाला क्वेसन एउटा सल्भ गरिदियो भने कोरिलेसन र रिग्रेसन भन्ने च्याप्टरबाट चाहिँ तपाईँहरूले मजाले जस्तो क्वेसन आए पनि मजाले गर्न सक्नुहुन्छ है। ल अब छन् चाहिँ फेरि हिजोको कोरिलेसनमा अझै 2-3 फर्मुलाहरू छन्, त्यो फर्मुलाहरू चाहिँ खास चाहिँ युज भइरहेको हुँदैन क्या, खास चाहिँ त्यसको चाहिँ क्वेसनहरू आइरहेको हुँदैन, त्यही भएर चाहिँ मैले त्यो फर्मुला लेखाएको छैन। यदि तपाईँहरूको टेक्स्ट बुकमा अथवा यो ओल्ड इज गोल्ड हेर्नुहोस् त, ओल्ड इज गोल्ड अस्मिताको ओल्ड इज गोल्डमा अथवा जुनसुकै भयो नि ओल्ड इज गोल्डमा चाहिँ तपाईँहरूले त्यो फर्मुलाहरू भेट्नुभयो भने त्यसको क्वेसन पनि गर्नु होला है। आउँदैन भनेको होइन कि आउन सक्छ, तर आउने चान्स चाहिँ के छ त अलिकति कम छ क्या। यो आउने चान्स जति छ त्योभन्दा चाहिँ एकदमै कम छ है त। जस्तै यो चाहिँ 80% आउँछ भने त्यो चाहिँ 20% आउन सक्ने चान्स छ, आउँदैन चाहिँ भन्न खोजिएको होइन है मैले। ल अब एउटा इक्वेसनवाला गरौँ। इक्वेसनवालामा चाहिँ के भनेको छ भने फाइन्ड द पेयर अफ रिग्रेसन इक्वेसन 4x minus 5y plus 33 equals to 0, 20x minus 9y equals to 107. Find the regression coefficient and correlation coefficient. कोरिलेसन कोफिसिएन्ट र रिग्रेसन कोफिसिएन्ट निकाल्नु पर्यो। त्यसैबाट के दिएको छ त हामीलाई दुईटा इक्वेसन दिएको छ है त। ल दुईटा इक्वेसन दिएको बेलामा चाहिँ के गर्नु पर्यो त सोलुसन निकाल्न पर्यो है त। के दिएको छ त हामीलाई इक्वेसन, हामीलाई गिभन इक्वेसन्स
ल हामीले कुन इक्वेसन दिएको छ त एउटा दिएको छ 4x minus 5y plus 33 equals to 0 अथवा अर्को चाहिँ कुन दिएको छ त 20x minus 9y 9y minus 107 equals to 0 मैले यसरी लेख्दा र यसरी यो दुईटामा लेख्दा केही फरक छैन है यतापट्टि प्लस भएर बसेछ यतापट्टि आउँदा के भएर आयो त माइनस भएर आयो मैले अहिले भन्छु कि प्लस उतापट्टि जाँदा माइनस भएर जान्छ माइनस उतापट्टि जाँदा प्लस भएर जान्छ मल्टिप्लाई छ भने डिभाइड भएर जान्छ डिभाइड छ भने चाहिँ के भएर जान्छ मल्टिप्लाई भएर जान्छ हो त्यही रुल लाएर गरेँ मैले यता माथिपट्टि त्यसैले झुकिनु पर्दैन है तपाईँहरू यहाँ ल यो चाहिँ हाम्रो दुईटा इक्वेसन भयो यहाँबाट चाहिँ हामीले रिग्रेसन कोफिसियन्ट र कोरिलेसन कोफिसियन्ट चाहिँ के गर्नु पर्यो त निकाल्न पर्यो है त अब कसरी निकाल्ने त ल यहाँबाट एक्सलाई एक्लै पारिदिउँ र त्योभन्दा मुनिकोबाट नि एक्सलाई एक्लै पारिदिउँ जसरी हामीले इक्वेटिङ गर्छौँ नि दुईटा इक्वेसन जसरी इक्वेटिङ गर्छौँ नि हो त्यसरी नै गर्ने हो ल यहाँबाट मैले एक्सलाई एक्लै पारिदिएँ एक्स इक्वल्स टु माइनस उतापट्टि जाँदाखेरि प्लस 5y भएर गयो प्लस उतापट्टि जाँदाखेरि माइनस 33 भएर गयो डिभाइडेड बाई किन डिभाइड त योसँग मल्टिप्लाई भइरहेछ 4x सँग मल्टिप्लाई भइरहेछ त्यही भएर यो यतापट्टि जाँदा के भएर जान्छ डिभाइड भएर जान्छ त्यसलाई इक्वेसन आई मानिदिएँ मैले त्यसै गरेर y इक्वल्स टु सेम सरी x इक्वल्स टु ल यहाँ पनि सेम त्यही हो 9 उतापट्टि जाँदाखेरि प्लस भएर जान्छ यो पनि उतापट्टि जाँदाखेरि प्लस भएर जान्छ किन किनभने दुईटै नेगेटिभ छ नेगेटिभ त छैन जाँदाखेरि के भएर जान्छ त पोजिटिभ भएर जान्छ यो पनि के भएर जान्छ मल्टिप्लाई भएर जान्छ त्यही भएर यतापट्टि के भएर आउँछ त डिभाइड भएर आउँछ यसलाई मैले अर्को इक्वेसन मानिदिएँ है त ल on equating equation I and I अब यो दुईटा इक्वेसन चाहिँ मैले के गरिदिन्छु त इक्वेटिङ गरिदिन्छु ल 5y minus 33 divided by 4 equals to 9y plus 107 divided by 20 अब यसले यो 4ले यसलाई 5 टाइम्स गएन ठिक छ तपाईँले यसरी बुझ्नुहुन्न भने चाहिँ यो 20 ले यतापट्टि मल्टिप्लाई गर्नुहोस् 4ले उतापट्टि मल्टिप्लाई गर्नुहोस् यदि यसरी बुझ्नुहुन्छ यसरी काटेर गर्नु भयो हुन्छ है त अब यो गइसकेपछि 5 मात्र बाँकी छ यतापट्टि भनेपछि यो 5 ले चाहिँ के गर्छ त यो यतापट्टिकोलाई मल्टिप्लाई गर्छ किन मल्टिप्लाई गर्छ किनभने यो 9y plus 100 सम्म 7 सँग चाहिँ यो के गर्छ त डिभाइड गरेर बसेछ र मैले अहिले भन्छु कि डिभाइड भएर बसेको कुरा यतापट्टि के भएर जान्छ मल्टिप्लाई भएर जान्छ र मैले लेखिदिएँ त 5 ब्र्याकेट 5y minus 33 equals to 9y plus 107 है ल मल्टिप्लाई गरौँ यो 5 ले दुईटाले मल्टिप्लाई गरौँ 5 5 जा 25y माइनस अब 5 into 33 भनेको कति हो त माइनस 165 इक्वल्स टु यतापट्टिको मैले जस्ताको त्यस्तै राखिदिएँ ल अब यो यसलाई म उतापट्टि लगिदिन्छु यसलाई यतापट्टि ल्याइदिन्छु है त 25y minus 9y to 107 plus 165 हुन्छ कि हुँदैन हुन्छ नि होइन यो पोजिटिभ भएर बसेछ यतापट्टि आउँदा नेगेटिभ भएर आयो नेगेटिभ भएर बसेको कुरा उतापट्टि जाँदा पोजिटिभ भयो है अब 25सँग 9 घटाइदिनुहोस् कति बाँकी आउँछ त 16y इक्वल्स टु 107सँग 165 जोडिदिनुहोस् कति आउँछ त 272 y भने कति आयो त यसलाई 16 डिभाइड गर्दाखेरि 17 आयो अब y को भ्यालु 17 आयो अब यहाँबाट यो y को भ्यालुलाई इक्वेसन आईमा अथवा इक्वेसन आईआईमा राखेर चाहिँ x को भ्यालु निकाल्दिनुस् ल पुटिङ द भ्यालु अफ x सरी y मैले चाहिँ इक्वेसन आईमा राखेँ इन इक्वेसन तपाईँहरूले चाहिँ जुनमा राख्नु चाहिँ आईमा राख्नु भयो आईआईमा राख्नु भयो है त मैले चाहिँ आईमा राखिदिएँ 5 into 17 minus 33 divided by 4 ल 5 17 कति 5 into 17 भनेको 85 minus 33 divided by 4 minus 33 गर्दाखेरि 52 आउँछ 52 divided by 4 भनेको सरी 52 divided by 4 भनेको कति छ 13 आउँछ ल x र y को भ्यालु निस्क्यो निस्क्यो नि हैन अब x र y को भ्यालु निस्किसकेपछि हामी के गर्छौं भने यो दुईटाको मिन भ्यालु निकाल्छौं अब मिन भ्यालु कसरी निकाल्ने त लेखौं पहिला यति सार्नु होला अथवा स्क्रिनशट लिनु होला यति सार्नु होला है त ल स्क्रिनशट लिनु होला है त मैले यो मेल चाहिँ यो भिडियोलाई एकदमै म लामो बनाउन चाहदिन तपाईहरुले छोटो सर्टकटमै म यो बुझाइदिने वालामा छु ल मैले यहाँ सबमिटे अब के लेख्नु भने we know that intersecting points to intersecting है
intersecting points of two यतापट्टि पनि मैले नेट दिएँ यो एरो पारेँ ल टु regression line is their mean value अब कुनै पनि हामीलाई के थाहा छ भने कुनै पनि दुईटा रिग्रेसन लाइनको इन्टरसेक्टिङ पोइन्ट नै के हो त तिनीहरूको मिन भ्यालु हो भनेपछि हाम्रो मिन एक्स यु मिन भनेको कति हो त 13 हो त्यसैले वाइ मिन भनेको कति हो वाइ बार भनेको कति हो त 17 हो है जुन यो यिनीहरूको भ्यालु छ त्यो यिनीहरूको के हो त मिन भ्यालु अब यति गरिसकेपछि तपाईहरुले के गर्नु पर्यो भने जुन हामीलाई दिएको त्यो दुईटा इक्वेसन छ नि हो त्यो इक्वेसनलाई चाहिँ लेट गर्न पर्यो के एउटालाई रिग्रेसन इक्वेसन अफ y अन x भनेर लेट गर्न पर्यो अर्कोलाई चाहिँ रिग्रेसन लाइन अफ x अन y भनेर लेट गर्न पर्यो है अब लेट द लाइन सुरुमा हाम्रो कुन इक्वेसन थियो त सुरुमा हाम्रो 4x minus 5y 4x minus 5y minus 33 sorry plus 33 equals to 0 be the y on x अब यहाँनिर be the regression line of y on x ल अब यहाँनिर तपाईहरुले के कुरा याद गर्नु पर्ने सधैँ चाहिँ फर्स्टको इक्वेसन जुन यो फर्स्टको इक्वेसन छ यो फर्स्टको इक्वेसन चाहिँ तपाईहरुले सधैँ के गर्नु पर्यो त y on x भनेरै लेट गर्नु पर्यो सधैँ फर्स्टको इक्वेसनलाई y on x भनेर लेट गर्ने र सेकेन्डको इक्वेसनलाई चाहिँ x on y भनेर लेट गर्ने है यसो गरेपछि हाम्रो डल्लो भ्यालु मिल्छ ल मैले यो पनि मिल्दिए अब यो इक्वेसनलाई हामी के गरेछौँ त y on x भनेर लेट गरेछौँ भनेपछि यहाँनिरबाट तपाईले y लाई चाहिँ एक्लै पार्नु पर्यो के अब चाहिँ y on x भनेर लेट गरेछौँ त्यही भएर यो y लाई चाहिँ हामीले एक्लै पार्दिन्छौँ यदि x on y भनेको चाहिँ यो x लाई चाहिँ हामीले एक्लै पार्दिन्छौँ है ल यहाँ के गरिदिएँ भने मैले 4x plus 33 equals to 5y लेखिदिएँ र यो y भनेको चाहिँ अब कति भयो त 4x plus 33 divided by 5 किन 5 y लाई उता लगिदिएँ नेगेटिभ थियो त्यही भएर पोजिटिभ पार्नको लागि मैले उता लगिदिएँ है ल अब यहाँनिर यो मल्टिप्लाई भएर चाहिँ यतापट्टि के भएर आउँछ त डिभाइड गरेर आउँछ अब यसको यो जुन यो डिनोमिनेटर छ त्यसलाई ब्रेक गरिदिनुस् भने यसलाई यसको डिनोमिनेटरलाई चाहिँ छुट्याइदिनुस् भनेको है y equals to 4 by 5x plus 33 by 5 अब यति गर्नु भइसकेपछि के गर्नुपर्ने हुन्छ भने तपाईहरुले चाहिँ कम्पेयर गर्नुपर्ने हुन्छ केसँग कम्पेयर गर्नुपर्ने हुन्छ त अन कम्पेयरिङ above equation with y equals to ax plus b ax plus b सँग चाहिँ तपाईहरुले कम्पेयर गर्नुपर्ने हुन्छ जहाँ चाहिँ हाम्रो a को भ्यालु चाहिँ अब कति आउँछ त 4 by 5 आउँछ र जुन यो a को भ्यालु छ नि यसलाई चाहिँ हामी byx भन्छौँ किन byx भन्छौँ किनभने यहाँनिर y अगाडि छ नि त त्यही भएर यहाँ पनि y अगाडि आउँछ र x लास्टमा आउँछ र यो भनेको चाहिँ कति भयो त 4 by 5 भयो यो चाहिँ हाम्रो के भयो त रिग्रेसन कोफिसिएन्ट भयो है रिग्रेसन कोफिसिएन्ट भयो अब यसै गरेर अर्को जुन इक्वेसन छ त्यसलाई पनि हामीले के गर्नु पर्ने हुन्छ त लेट गर्न पर्ने हुन्छ र यसै गरेर नै निकाल्न पर्ने हुन्छ है त्यसको भ्यालु पनि ल अब जुन अर्को इक्वेसन छ अगेन जुन त्यो अर्को इक्वेसन बाँकी छ नि त्यसलाई चाहिँ मैले x on y भनेर मानिदिन्छु let the line 20x minus 9y minus 107 equals to 0 be the regression line of x on y याद गर्नु म फेरि पनि भन्दैछु सुरुको इक्वेसनलाई सधैँ y on x भनेर लेट गर्नुस् र यो सेकेन्डको इक्वेसनलाई सधैँ x on y भनेर लेट गर्नुस् है अब यहाँनिर y on x भनेको बेलामा हामीले y लाई एक्लै पार्दै थियौँ अब x on y भनेको बेलामा के गर्छ त x लाई चाहिँ एक्लै पार्दिन्छौँ है त ल 20x minus 9y minus 107 equals to 0 20x equals to 9y plus 107 र x भनेको कति आयो त 9y plus 107 divided by 20
x भने चाहिँ कति आयो त 9y + 107 डिभाइडेड बाइ 20 भनेर आयो है। मैले माथिको मेट दिएँ, यो स्क्रिनसट लिनु होला। ल ब्ल्याकबोर्ड सानो भएको कारणले गर्दाखेरि दुःख पाइयो। ल अब फेरि यहाँनिर जसरी त्यसको डिनोमिनेटरलाई हामीले ब्रेक गरेको थियौँ त्यहाँ पनि त्यही गरिदिउँ है त। x = 9/20 कस्तो 9/20y + 107 डिभाइडेड बाइ 20। अब फेरि यसलाई पनि तपाईँले के गर्नुपर्ने हुन्छ त ax + b सँग चाहिँ कम्पेयर गर्नुपर्ने हुन्छ है। अब अघि हामीले जसरी यसलाई कम्पेयर गरेको थियौँ यसलाई पनि त्यसरी नै कम्पेयर गर्ने। on comparing above equation with y = ax + b योसँग कम्पेयर गर्ने है। अब कम्पेयर गरिसकेपछि के गर्नु पर्यो त a भनेको चाहिँ हाम्रो 9/20 आउँछ भनेपछि हाम्रो bxy भनेको कति आयो त 9/20 आयो है। 9/20 आयो। अब यो नै हाम्रो यो दुईटा नै हाम्रो के हो त रिग्रेसन कोफिसिएन्ट हो के यो दुईटा जुन यो हुन्छ त जुन यो bxy र byx हो यो दुईटा नै हाम्रो के हो त रिग्रेसन कोफिसिएन्ट हो। यहाँनिर कोरिलेसन कोफिसिएन्ट भनेको चाहिँ कुन वाला फर्मुला लगाएर निकाल्नुपर्छ त r वाला फर्मुला लगाएर निकाल्नुपर्छ। मैले जुन अहिले लेखाइदिएको थिएँ त byx.bxy होला हो यो फर्मुला लगाएर चाहिँ तपाईँले निकाल्न पर्ने हुन्छ है। यो चाहिँ हाम्रो रिग्रेसन कोफिसिएन्ट यो चाहिँ हाम्रो के हो त कोरिलेसन कोफिसिएन्ट हो। बुझ्नुभयो कि भएन? यो चाहिँ हाम्रो के हो त कोरिलेसन कोफिसिएन्ट हो र यो चाहिँ हाम्रो रिग्रेसन कोफिसिएन्ट हो है। यो चाहिँ हाम्रो रिग्रेसन कोफिसिएन्ट हो है त। त्यसैले यो पनि हाम्रो रिग्रेसन नै कोफिसिएन्ट है। रिग्रेसन कोफिसिएन्ट। ल अब हाम्रो रिग्रेसन कोफिसिएन्ट निस्कियो। अब त्यसैबाट हामीले फेरि के पनि निकाल भनेको छ त कोरिलेसन कोफिसिएन्ट पनि निकाल भनेको छ। भनेपछि अब निकालौँ। अगेन r = √bxy अथवा अगाडि जुन राख्ने पनि केही फरक पर्दैन। ल अगाडि तपाईँहरूले byx राख्नु भयो भने bxy राखे पनि भयो जुन राख्ने केही फरक चाहिँ पर्दैन। ल √bxy को भ्यालु कति निस्केको थियो त 9/20 इन्टु byx को 4/5 4ले यसलाई टाइम्स गयो 5 टाइम्स गयो भनेपछि मैले यो भनेको √9/25 पाइयो कि पाइएन पाइयो नि 5 5 छ 25 यहाँ केही नभएपछि 1 हुन्छ 9 मा हुन्छ 9 है। अब त्यसपछिबाट यति लेखिसकेपछि के गर्नु पर्यो त यसलाई रुटबाट बाहिर निकाल्यो। 9 भनेको 3 को स्क्वायर त्यही भएर 3 डिभाइडेड बाइ 25 भनेको 5 को स्क्वायर त्यही भएर 5। यसलाई हामीले डेसिमलमा लेख्ने बेलामा चाहिँ के हुन्छ त 3/5 भनेको 0.6 हुन्छ। भनेपछि हाम्रो कोरिलेसन कोफिसिएन्ट चाहिँ कति रहेछ त 0.6 रहेछ। त्यसै गरेर रिग्रेसन कोफिसिएन्ट चाहिँ कति रहेछ त 9/20 र 4/5 रहेछ। ल अब यो भिडियोलाई चाहिँ मैले यतिमै इन्डिङ गर्न चाहेँ। अब तपाईँहरूलाई अझै केही डाउटहरू छ भने केही कन्फ्युजनहरू छ भने चाहिँ तपाईँले चाहिँ मेरो डिस्क्रिप्सनमा गएर इन्स्टाग्राम वाट्सएप टिकटकको लिङ्कलाई चाहिँ क्लिक गरेर चाहिँ तपाईँले मलाई पर्सनल्ली मेसेज गर्न सक्नुहुन्छ र पर्सनली क्वेसन पनि सोध्न सक्नुहुन्छ। यदि तपाईँहरूले चाहिँ अझै पर्सनल गाइडेन्स चाहिन्छ भने चाहिँ मैले वाट्सएप ग्रुपको लिङ्कहरू पनि प्रोभाइड गरिदिएको छु मेरो डिस्क्रिप्सनमा। र मेरो भिडियो मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला। आजलाई यति नै गर्न चाहे। नेक्स्ट भिडियो म चाँडै नै ल्याउनेवालामा छु। थ्याङ्क यू।